जानलाई यो वर्षको पहिलो बिहेमा। सो हाई गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। सो म आइथे काठमाडौँमा अनि काठमाडौँमा मेरो सानीमाको छोराको बिहे रहेछ। अनि त्यहाँ हामी मम्मी र म भएर रेडी भएर चट्ट पारेर हिँड्यौँ। मैले केही कपडा लिएर गइ थिइनँ, दिदीका कपडा खुदुल पुदुल पारेर। अनि फेरि त्यही एउटा गाउन मन पर्यो अनि त्यही त हो फाइदा दिदी बहिनी हुनको हैन। अनि गाउन मन पराएर लाएर गएँ। अनि बिहेमा त अब म धेरै के काठमाडौँकोले नआएको, को नयाँ नयाँ रिलेटिभसँग भेट भयो, को हुनुहुने रहेछ यहाँ धेरैजना दिदी भिनाजु, अब मम्मीका काका काकी को हुनु। मैले त कसैलाई नचिने कि मम्मीले चिनाइदिनु भयो यो भनेर। अनि मैले फेरि धेरै नेपाली मतलब बिहे पनि देखेको छैन कि। आफ्नै दिदीको बिहेमा पनि मेरो एक्जाम भएर छुट्यो, त्यही भएर मलाई धेरै नेपाली बिहेको रिचुअल्सहरू थाहा थिएन कि हैन। अनि कसरी हुन्छ के हुन्छ भनेर। अनि पहिलो पटक मैले यो रतौली नाच भन्ने देखेँ। बिहेको घर र पार्टी प्लेस नजिक भएर पार्टी प्लेसमा पनि इन्जोय गर्यो। अनि घर गएर सबै रतौली नाच पनि हेरेँ, मैले सब हेरेँ। अनि यहाँ फेरि बेहुला बेहुली डान्स गर्दै हुनुहुन्छ। अनि टीका लाउने बेलामा त सबैजना रोएको देखेर कस्तो फिल भइरहेको थियो। अनि यहाँ यति रसम भइरह के पुरै सिक्का कसले धेरै निकाल्छ भन्ने, त्यसपछि फेरि तास खेल्ने अरे बुढाबुढी। अनि यस्तो टाइपको गाना रिचुअल्स हुने रहेछ, धेरै मन पर्यो। अनि एउटा डायलग, ये तिमी त कति राम्री हौ, अब केटा खोजेर बिहे गर्न पर्यो रे। कहाँ म भन्दा कमसेकम 7-8वटा दिदीहरू दाइहरू कतिजना हुनुहुन्छ। म त सबको बिहेमा जुत्ता चुराएर पैसा कमाएर आनन्दले बिहे गर्ने हो के। ल बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग।